के हेर्नु यहाँ रातिको 12 कति बजे 12:15 बजे ल 12 बजे म यहाँ निलेशलाई लिनु आउँदैछु चाबी खोलेर घडी देखाउ न घडी फोनको घडी देखाउ त तल मुनि 12:15 रातिको खाना आलुको भुजिया छ अन्डा बनाउनु पर्छ आफै बनाउनु चाबी लिएर जानु बिर्सेछ कि आज 12 बजे मलाई खोल्नु राति ओके साथीहरू अहिले त गुड नाइट भयो अब यो भिडियो चाहिँ गुड मर्निङमा हेर्छ कि आफ्टरनुनमा कि इभिनिङमा थाहा छैन हो अहिलेलाई चाहिँ गुड नाइट निलेशले चाहिँ यहाँ आफू लागि अमलेट बनाउँदैछ मैले चाहिँ प्याज काटिदिएको थिएँ प्याज टमाटरहरू अनि निलेशले चाहिँ अमलेट आज चाहिँ भएन अरे सधैँ बनाएको जस्तो भएन अरे है किन ऊ फेरि खानेको मामलामा चाहिँ यति बेला केङकेङै छ नि के भन्नु अब उसलाई एकदम पर्फेक्ट चाहिन्छ मैले अब के बनाउनु भएन अरे बिग्रियो अरे हो आफूको बनाएको चाहिँ पर्फेक्ट हुन्छ अरूले बनाएको चाहिँ हुँदैन सो हेर्नुहोस् यहाँ कति बस्दैछ टाइम 1 बज्नु आँट्यो आज चाहिँ हामीले यो आलु भुजिया खायो नि त उसलाई चाहिँ अब रुच्दैन यस्तो खाना त्यही भएर चाहिँ उसले आफ्नो लागि अमलेट बनाउँदैछ नरुच्ने खाना छ भने चाहिँ उसले चाहिँ यो बनाएर खान्छ आज नरुच्ने खाना छ है हाँ बोल्दैनौ त अन्त अरट्ठै गऱ्यो त रुच्छ अन्त किन नखाएको त्यो भुजियासँग रोटी आज हामीले फुच्का खायो नि त त्यसले गर्दा खानाहरू पनि सबैले कम्ती कम्ती खायो नि त बनाएन केही पनि हो भुजिया कम्ती नै थियो त्यही त एक्स्ट्रा पकाएन केही पनि यो दिउँसै बनाएको थियो नि त यो हामीले एक एकवटा रोटी खायो आज अन्डै अन्त 2टा रोटी जत्रै छ यहाँ चाहिँ नानी सुतिरहेको छ आज चाहिँ नानीलाई छिटै सुतायो सधैँ पर्खिरहन्थ्यो बुवा बुवा गर्दै अन्त ढिलो हुन्थ्यो खाऊ तिमी खाऊ न खाऊ न तिमी पहिला खोर्सानी भएको थियो है खोर्सानी मात्रै दिएछ अच्छा साइडबाट रोटीसँग त के भएको अहिले भुजिया रोटी मात्रै खान्थ्यो खान्थिनँ आज झन् छिटो पो भएछ अलिक नभए हिजो यति बेलातिर आइपुग्दै थियो अस्तिसम्म चाहिँ हिजोसम्म चाहिँ आज चाहिँ अलिक छिटो भएछ